हेलो युट्युब फ्यामिली हजुरहरू सम्पूर्णमा सेवा नमस्ते। आज चाहिँ म एउटा न्यू भिडियो लिएर चाहिँ आइसकेको छु साथीहरू। आजको चाहिँ मेरो भिडियो चाहिँ फर्स्ट भिडियो हो साथीहरू। म हजुरहरूलाई देखाउँदै जानेछु, हजुरहरूले हेर्नुहोला साथीहरू। आज चाहिँ हामी अब एकछिन अहिले चाहिँ 2 बजिसकेको छ। अब यति बेला चाहिँ घाम पनि त्यति लागेको छैन। सो हामी चाहिँ बारीतिर जानु लागेको, छोरा र म चाहिँ बारीतिर जानु लागेको। यहाँनिर झोला पनि बोकेको छौँ। अनि यो झोलामा चाहिँ यहाँनिर चाहिँ हँसिया हतौडाहरू छ साथीहरू। अब चाहिँ हामी जान्छौँ अनि के गर्दो रहेछौँ भनेर चाहिँ म हजुरहरूलाई देखाउँछु। बारीमा यसो रहर लागेर चाहिँ अब के भोलि पर्सि के यसो मकैहरू छर्ने भनेर चाहिँ आफ्नो चाहिँ होइन साथीहरू, बारी चाहिँ अर्काको बारीमा हो। यसो रहर गरेर अब तै पनि यहाँ डेराबाट चाहिँ अलिकति टाढै छ, लगभग 20-25 मिनट चाहिँ लाग्छ। सो हेर्दै जानु होला। र आजको मेरो भिडियोमा चाहिँ अब के कस्तो हुन्छ, मलाई त्यस्तो राम्रो भिडियोहरू बनाउन बोल्न त्यस्तो मलाई आउँदैन। तर पनि हेर्नुहुन्छ भन्ने चाहिँ साथीहरूले हेर्नुहुन्छ भन्ने चाहिँ पूर्ण विश्वास राखेको छु। हेर्नुहोला, म हजुरहरूलाई देखाउने छु, हेर्नुहोला। त्यस पछाडि कमेन्ट गर्नुहोला है त साथीहरू। अब चाहिँ हामी जान्छौँ। जामै कहाँ तलबाट हो त्यताबाट साथीहरू। अब चाहिँ हामी चाहिँ जाँदैछौँ, छोरा र म। हिँड के भन्दैछ नाना छिटो पठाऊ। के चाहिँ कहाँ हिँडेको? यताबाट हामी चाहिँ जाँदैछौँ साथीहरू। हेर्नुहोस् साथीहरू, हामी चाहिँ जाँदैछौँ यतातिर। हेर्नुहोस् यस्तो चाहिँ धुलो बाटो अहिले त। यताबाट जामा हामी चाहिँ यताबाट चाहिँ रोड छ। यताबाट चाहिँ अब हामी चाहिँ सर्टकट बाटो चाहिँ जाँदैछौँ साथीहरू। सर्टकट यताबाट चाहिँ छ यस्तो। लड्नुलाई किन गरेको, बिस्तारै हिँड्नु। कुत्ते ऐ चुक काले कुत्ते किन। यस्तो छ साथीहरू। हामी चाहिँ यस्तो बाटोतिरबाट जाँदैछौँ। यहाँ चाहिँ थोरै यताको बाटो चाहिँ थोरै यहाँ जङ्गल जस्तो छ, जङ्गल छ। अनि त्यस पछाडि चाहिँ हामी पुग्छौँ। उताबाट जाँदा चाहिँ रोड जानु
पर्ने हुन्छ लड्ला है उताबाट पो भनेको त यहाँ चाहिँ हाम्रो भोजपुरको रङ्गशाला यहाँ छ। अब चाहिँ हामी पुग्नु लाग्यौँ साथीहरू बारीमा। ओइ त्यो नगर हिलो हुन्छ लाग्छ। खोला रहेछ है यहाँ सानो खोला। नगर नगर त फोहोर्छ यो पानी। यता यस्तो छ साथीहरू। यता मास्तिरै भोजपुर बजारको केही भागहरू देखिँदैछ साथीहरू। यता मास्तिर चाहिँ भोजपुर बजार। यहाँ माथि देखेको ठुलो घर चाहिँ यो चाहिँ भिन्तुना होटल हो। भोजपुरको भिन्तुना होटल। भिन्तुना होटल चाहिँ अहिले निकै चलेको होटल छ। साथीहरू हामी पनि अब पुग्नु लाग्यौँ हाम्रो बारीमा चाहिँ। हाम्रो त होइन। साथीहरू के म चाहिँ साथीहरू मैले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। अघि चाहिँ यतातिर सबै झोरै झोर थियो अनि अहिले चाहिँ यी फाडेर अनि यो झोरहरू यहाँ भेला पारेर चाहिँ यसरी सरसफाइ गरेर अब चाहिँ आगो बाल्दैछु साथीहरू। अब चाहिँ यो डढाउने हो जलाउने हो। त्यस पछाडि अब मकै अब छर्नु पर्ने छ। अब यसरी आजको काम चाहिँ हेर्नुहोस् है साथीहरू। काट्छ है त्यसले। यता तलले चाहिँ कस्तो दामी देखिएको छ हेर्नुहोस्। खैलो या छ के भन्छ।
साथीहरू हेर्न चाहिँ म चाहिँ एकदम पसिनासरी भएको छु। यतापट्टि चाहिँ यसरी हुँदैछ काम। यहाँनिर चाहिँ साथीहरू अस्ति मैले यो ढोडलाई चाहिँ एक ठाउँमा थुपारेको थिएँ काटेर, सबै भिजेर मक्किएर यस्तो यो भएछ मुनिबाट। अनि त्यही भएर मजाले बलिराखेको छैन। रात पनि पर्नु लाग्यो साथीहरू। अब चाहिँ म एकछिन फटाफट गर्छु साथीहरू। त्यस पछाडि साथीहरू म चाहिँ अहिले यहाँ रुममा आइसकेको छु। अघि चाहिँ मैले बारीमा चाहिँ मैले भिडियो इन गर्न पाइनँ। अनि आजको मेरो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ हेर्नु भएपछि कमेन्ट गर्नुहोला। त्यही हो साथीहरू, आज चाहिँ अलिकति काम गर्नको लागि बारी गएको। मैले अघि नै भनिहालेको छु। अनि चाहिँ अहिले चाहिँ भर्खर आइपुगेको। अनि मन पर्न गएमा चाहिँ लाइक सेयर र एक सब्सक्राइब पनि गर्नुहोला। फेरि पनि म हजुरहरूको सामुमा त्यस्तै भिडियोहरू लिएर पक्कै पनि आउने नै छु भन्दै आजको भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। बाई बाई, सी यू अगेन।